ब्याक टु माई न्यू भिडियो। स्वागत छ हजुरलाई मेरो नयाँ भिडियोमा। अनि धेरै दिनपछि मैले आज भिडियो लिएर आएकी छु, किनभने आज चाहिँ म र मेरो साथी प्राज्ञी हामी दुईजना चाहिँ क्याफेमा जाँदैछौँ। सो क्याफेको भिडियो लिएर आएकी छु। हजुरहरूले थम्बनेल हेरेर पनि थाहा पाउनु भइसक्यो होइन। अनि त्यसपछि म चाहिँ भर्खरै कामबाट आइपुगेको रुममा। अनि सो कामबाट अहिले आइपुगेर अब 5:30 बजीतिर चाहिँ निस्किन्छौँ रुमबाट। अहिले चाहिँ 5 बज्यो है। सो अब म रेडी भएपछि फेरि भिडियोमा जोइन हुनेछु। स्टे ट्युन गाइज। रेडी हुन लाग्दाखेरि चाहिँ सिनबाट सामान आइपुगे कि साथीहरू होइन। सामान खोल्दैछु म चाहिँ। अनि मैले यो सिनबाट मगाएको सामान चाहिँ ब्ल्याक फ्राइडेमा लिएको थियो। ब्ल्याक फ्राइडेमा चाहिँ एकदम सस्तोमा सामान दिइरहेको थियो नि त। अनि सो मैले लिएको थिएँ। अनि 2टा 1 पिस पनि लिएको थिएँ। बट ब्ल्याक फ्राइडेमा सस्तो छ भनेर लिएको थियो है साथीहरू। कस्तो नराम्रो क्वालिटीको परेछ भन्दाखेरि कस्तो कपडै कस्तो नराम्रो के त्यस्तो टाइपको के। अनि त्यस्तो पर्यो। अनि अलिकति चित्तै बुझेन। प्रायः जस्तो सिनबाट किनिरहन्थेँ सामानहरू। योचोटि चाहिँ एकदमै चित्त नबुझ्ने टाइपको सामान आइपुग्यो है। म चाहिँ रेडी भइसक्यो होइन। अनि यो चाहिँ मेरो आउटफिट हो। मेरो सेम त्यस्तै भयो बिग्रे हैन त यिनीहरुको त नघुमेको चाहिँ धेरै दिन भइसक्यो है। अनि हजुरले याद पनि गर्नुभएको छ होला, घुम्न गएको भए त मजाले पोस्ट हालिरहन्छ नि त। अनि सो कति 2 हप्ता जति भयो होला हौ ननिस्केको चाहिँ फेरि। अनि यसरी बाहिर निस्किँदा चाहिँ एकदम फ्रेस फिल हुन्छ क्या। अनि त्यही भएर अनि यसो गइदिउँ न भनेर फेरि भोलि बिहानै काम छ। आज नै बिहानै काम भएको, त्यही भएर छिट्टै छुट्टी भएर अनि यसरी निस्किन पाएको हो। भोलि बिहानै काम छ। सो गएर अनि 3-4 घन्टा जति बसेर अनि फेरि फर्किहाल्छु। स्टेसनमा हो नि त म। अनि कस्तो यो म्यापले कति धेरै घुमाएर म त बल्ल तल्ल निस्क्यो हो। बाहिर पनि यति घुमाएको होइन कि म्यापले भगवान। अब यता चाहिँ हाम्रो नेपालमा भयो त तिहार लाग्यो भने जस्तो हुन्छ होइन। झिलिमिली बत्ती देख्यो भने तिहार लाग्यो जस्तो हुन्छ। यहाँ चाहिँ क्रिसमसको झिलिमिली लागेको है। कति 1 महिना अगाडिदेखि लाग्छ हो यता झिलिमिली राख्छ। अनि क्रिसमस सकेपछि अनि निकाल्छ। कस्तो दामी झिलिमिल्ल भइरहने साथीहरू होइन। म चाहिँ क्याफेमा आइसकेँ कि यहाँनिर। आएर मेन्यु हेरेको यहाँ तर्सेर केही छैन म। अनि यहाँनिर प्राज्ञी नि यहाँनिर चाहिँ देखिरहेको छ होला सायद, हात हल्लाइदियो नमस्ते। अनि अरू बहिनीहरू 3जना आउँदैछ। उनीहरू 3जनाले पर्खिँदैछ। अनि उनीहरू आएपछि अनि मेन्यु अर्डर गरेर अनि खाना थाल्ने हो। भित्र चाहिँ कस्तो राम्रो लाग्यो है डेकोरेसनहरू चाहिँ। हेर्नु न म देखाउँछु हेर्नु। ऊ यसरी पिङ खेल्दा नि भइहाल्यो त्यहाँ मजाले आनन्दले। पिङ त नभनौँ है। यो चाहिँ भित्रै हो क्या, बाहिर जस्तै देखिने गरी। हेर्नु न रुख राखेको भित्रै हो। दामी देखेछ, दामी। तर यहाँ जापानमा आएर होइन त्यो पसल अनुसारको नियम हुन्छ हुन चाहिँ। फर्स्ट टाइम हो यहाँ आउँदाखेरि चाहिँ यो भित्र छिर्नलाई चाहिँ आफ्नो के अरे आइडी चाहिने रहेछ कि। अनि हामीले आइडी नि देखाउन चाहिँ बहिनीहरूले बिर्सेको अरे। म त निस्केर जाउँ जस्तो भइसक्यो हो। खानेकुराहरू नि केही पनि छैन। यो मैले कस्तो हुँदो रहेछ भनेर कोन जुस मगाएको थिएँ कि। कोन्चा मगाएको। भगवान केही स्वादै छैन, पानी खा जस्तो हो सेम। हल्का त्यो के भन्छ कोनको बास्ना चाहिँ आएको जस्तो हुन्छ है। तर स्वाद चाहिँ केही पनि छैन। के गर्ने होला अब। मेन चाहिँ यहाँको ऊ रहेछ कि हुक्का रहेछ। अब के गर्नु, अब हामी हुक्का नखाने पार्टी पर्यो। के गर्नु लै अब अन्तैतिर जाऊँ होला हौ। त्यो बारबाट निस्केर हामी जापानिज रेस्टुरेन्ट आइपुग्यौँ। म यहाँ 3जना बहिनी नै आइपुगिसक्यो। भिडियो गर्छु ल, माइन्ड नगर है। माइन्ड नगर ल।
ड्रिङ्क्स आइसक्यो है यहाँ ड्रिङ्क्स अब चाहिँ हामी खाँदैछौँ के हो यहाँ त हाँसी सासी केही छैन त नि ल ल खाएर निस्केर हाम्रा बहिनीहरू यहाँ अब हामी भिडियो फोटो खिचौँ भनेर गरेको ऊ त्यो रुख कस्तो दामी गरेर रहेछ है कति धेरै लाइट हालेको त्यो एउटा रुखमा एउटै रुखमा कति धेरै लाइट राखेको हेर्नु साथीहरू म चाहिँ घर आएर पनि नुहाएर पनि भ्याइसकेँ होइन भर्खर नुहाएर भ्याएको अनि के भएको थियो भन्दाखेरि कस्तो धेरै एक्सपेक्ट गरेर गएको थियो है त्यो के अरे क्याफेमा अनि त्यो शिष्या थियो क्या नाम पनि अनि के होला यो शिष्या भनेको जस्तो लागेर थियो मलाई चाहिँ नर्मल्ली त्यो क्याफेकै नाम होला भन्ने भन्ठानेर गएको थियो होइन खासमा चाहिँ शिष्या भनेको त हुक्का पो रहेछ क्या अनि हुक्का रहेछ अनि त्यो नर्मल्ली हुक्का खाने मान्छे मात्रै त्यहाँ बस्न पाउने हुक्का नखाने भए चाहिँ 1 घन्टाभन्दा बस्नु नपाउने भनेको त्यो पसलको मान्छेले अनि मेन्यु हेरे ल नि त हुन्छ भने अनि हुक्का त खाँदैन हामीले मेन्यु हेरे के छ भने खाएर जाउँ न त 1 घन्टाभित्र भने मेन्यु हेरे मेन्युमा केही छैन ड्रिङ्क्स बाहेक केही पनि छैन क्या यत्तिकै क्याफे मात्रै क्याफे भनेपछि त हल्का क्याफे टाइपको त्यो कफीहरूको पनि त कति धेरै हुन्छ नि त होइन थरीथरीको केही छैन अनि त्यसपछि अनि हामी त निस्केर अनि त्यसपछि चाइनिज रेस्टुरेन्ट गएर अनि हल्का खाना खाएर आयौँ अनि त्यही हो आजको दिन चाहिँ यसरी नै बित्यो अब चाहिँ नेक्स्ट भिडियो लिएर आउनेछु आजलाई यति नै अब ब्लग चाहिँ कस्तो टाइपको ब्लग भयो नभन्नु होला है आज यस्तै भयो है अलिकति राम्रो टाइपले खिच्न पनि पाएन सो नेक्स्ट भिडियो लिएर आउनेछु थ्याङ्क यू सो मच फर वाचिङ हेभ अ गुड नाइट बाई